सो हेलो नमस्कार सबैजनालाई स्वागत छ मेरो खेम ब्लग्समा। आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु होइन। सो टाइम अहिले चाहिँ सुन्नुहुन्छ 6:41 भइसक्यो र म चाहिँ आजको लागि राइड लिन रेडी भइसकेँ होइन। सो गाइज आज चाहिँ म चाहिँ जम्मा 15 राइड मात्र हान्छु। आज चाहिँ एङ्गो चलाउनु गइरहेको छु होइन। अब 15 राइडमा चाहिँ कतिसम्म बोनस पाइन्छ भन्दाखेरि 1100सम्म चाहिँ बोनस पाउने सम्भावना छ होइन। अब म चाहिँ यो आजमा पर्पल जोन राम्रो छ हो। सो गाइज म चाहिँ आज एङ्गो चलाउँछु। सो गाइज मेरो चाहिँ नयाँ टिप्पण के अरे जम्मा नजिकको टिप आइसक्यो होइन। फर्स्ट केवलम भयो हो आत्महत्या भयो सुरुमा आत्ता। सो गाइज म चाहिँ अब फर्स्ट दिन गइसकेँ आज हो। सो यो चाहिँ नजिकै छ जानुपर्ने 3 किलोमिटर चाहिँ 3 किलोमिटरको लामो लाग्छ भनेपछि प्राइसमा ठिकै राम्रै उठ्यो जस्तो लाग्छ होइन। अब पर्पल जोन प्लस एक्स्ट्रा बोनसवाला भयो जस्तो लाग्थ्यो। बोनस चाहिँ चाहिँ पानी पऱ्यो होइन। पानी परेर बाइकमा हालेको पनि अलि छैन त्यस्तै भएको धन्यवाद। सो गाइजसँग मेरो फर्स्ट टिप चाहिँ कम्प्लिट भयो होइन। 120 किलोमिटर 120 अझ 23 रुपियाँ बोनस गर्दा त 144 त्यो ऊभित्र हाल्न सक्यो भने चाहिँ पैसा चाहिँ छ क्या अरे। अब यहाँ नि पर्पल जोन चाहिँ छ। अब पैसा चाहिँ पर्छ कि पर्दैन हेरौँ है त कतिको पर्छ। यहाँबाट चाहिँ आयो भने हुन्थ्यो लोकेसन चाहिँ त्यता आयो भने चाहिँ पैसा पर्छ होइन। नत्र भने त त्यस्तै हो अलिक पैसा पार्ने भनेको त्यतै हो। सो गाइज अपडेट गर्दै गरौँ ल होइन। ड्राइभ गरे पनि जे गरे पनि गर्ने हो पैसा कमाउने नै हो होइन केटा। पैसा कमाउनलाई चाहिँ अब यो आङ्गोमा चाहिँ पैसा पर्छ आउँछ तर टिप चाहिँ धेरै हान्नुपर्छ दुःख गर्नुपर्छ होइन। अब इन्ड्राइभमा भनेको टिपै लाग्छ नि लाए पनि लो रेट लाग्छ है। अब यसमा त बरु बोनस अब यो पर्पल जोनमा हान्न सक्यो भने चाहिँ बोनस आउँछ त्यही फाइदा छ क्या। अरू त्यस्तै हो होइन। नत्र पर्पल नलाग्दा त घाटै जस्तो लाग्छ। सो गाइज मेरो अर्को टिप्पण लगाइसक्यो होइन। यो चाहिँ अब माछाको किनारामा जानुपर्ने चाहिँ नजिकै आएर टिपहरू चाहिँ यसलाई चाहिँ फोन गरेर जानु पर्यो यार। नत्रखेरि यो फेक राइडले पनि दुःख दिन्छ हो। त्यसले एङ्गलमा यहाँबाट गयो वहाँ जाँदा त पुरा क्यान्सल हालिदिन्छ नि। कति झ्याउ छ हो यो एङ्गलमा सबैभन्दा झ्याउ। हेलो लोकेसनमा हुनुहुन्छ दिदी? ए हुन्छ ल आइहाल्यो है त। सही हो फोनहरू गएन भने चाहिँ कहिले काहीँ पुग्दा क्यान्सल भइजान्छ कि कसले गर्छ फेरि केटाहरू कहाँ केटाहरू राइडरहरू नै हेरेको तर कस्तो यता
सो गाइस चाहिँ 81 को राइस थियो मैले पाएँ कति रुपियाँ 19 रुपियाँ चाहिँ टिप सो गाइस त्यो भएर अङ्गो इज बेस्ट भनेर भन्न त हुँदैन तर कहिले काहीँ यस्तै हो यसो 20 रुपियाँ चिया खर्च गरेको अझै सो गाइस अझै पर्पल चौक चाहिँ हटेको चाहिँ छैन इन्टु 2 कति छोटो छोटो राइड लाग्छ हो यस्तो बेलामा फेरि है यस्तो बेलामा ठुलो राइड आयो भने धेरै पैसा भसक्कै पर्थ्यो तर के गर्नु सानो 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 मात्रै लागेको छ यही ओह्रालै जानु पर्यो अब ओह्रालो होइन होला सिधै होला त्यहाँबाट कहाँ जाने बाटो खोलातिर जाने बाटो होइन र यहाँबाट तल जाने कि माथि अगाडि जाने हो कन्फ्युज पऱ्यो हो यार तलै जाने त त्यो कहाँ लाग्छ लाग्नु त ठाडो भएको रहनु पऱ्यो होला होइन सो त्यसरी दुईवटा चाहिँ घटेर आउनुभयो म त अगाडि चल्थिएन हो कहिले काहीँखेरि छ्याप आइदियो भने त ठ्याक्क लागिहाल्यो फेरि घर देख्नु पऱ्यो अगाडि छ अनि ट्वाक्क लाग्यो लोकेसनमा जाम लोकेसनमा गएर मान्छे बोकेर यहाँ आयो मलाई ठिक छ भाइ हजारको छ होला छ में आयो होइन पैसा खाना पर्छ 100 रुपियाँ खर्च यस्तै त्यस्तै थियो सो गाइस अब यहाँबाट चाहिँ अन बस्नु हुँदैन किनभने त्यहाँ बोनस छैन अब अलिकति भित्र जाने त्यतै माथितिर जाने त हो नि जता पर्पल जोन छ त्यही जाने यसो पहिले चाहिँ यहाँ अब बाइकलाई यसो खर्च पानी हाल्नु पऱ्यो हिँड्नु त पऱ्यो चलाउनलाई खर्च चाहियो बाइक चाहिँ सो गाइस मेरो आजको ट्रिप चाहिँ कम्प्लिट भइसक्यो होइन 15 टिपको टार्गेट राखेको थिएँ
15 टिपमा मैले 1933 को चाहिँ क्यास हाने भनेपछि 936 रुपियाँ चाहिँ बोनस आयो। टोटल गर्दा मेरो चाहिँ 2860 65 रुपियाँ हुन गयो होइन। सो गाइज म चाहिँ बिहान कति बजे भन्दाखेरि 7 बजेतिर निस्केको थिएँ। अहिले चाहिँ 2 बजे भनेपछि कति घन्टामा कमायो भन्दाखेरि 7 8 9 10 11 12 1 2 7 घन्टामा म अहिले चाहिँ 1 घन्टा चाहिँ बसेँ होला। अन्त 6 घन्टा चाहिँ काम गरेँ भनौँ न। 6 घन्टा काम गर्दा चाहिँ मैले 2800 कमाएको छु आज चाहिँ है। सो गाइज आजलाई यति नै भिडियो, ल बाई।